हेलो नमस्ते। आज चाहिँ म एउटा प्लान्ट देखाउन गइरहेको छु कि नयाँ प्लान्टहरू मेरो कस्तो छ है। अस्ति मैले सिडलिङ गरेको थिएँ, कटिङ गरेको थिएँ, त्यसको चाहिँ प्लान्ट सिलिन्डर प्लान्ट र यो चाहिँ यतापट्टिको मेरो अर्को बाल्कनी। यहाँनिर चाहिँ जहाँ चाहिँ म चाहिँ सिडलिङहरू फुलहरू कटिङहरू यहाँनिर सार्ने गर्छु। र यो हेर्नुहोस् न, ड्र्यागन फ्रुट मैले 1 महिना अगाडि छिटेको थिएँ कि कति दामी भएछ है। र पहिला चाहिँ रिपोर्टिङ गर्ने टाइम लाग्छ ल, पछि रिपोर्टिङ गर्छु चाहिँ म यसको भिडियो बनाउँछु अलग्गै है। यहाँनिर कति दामी भएछ। कुछ कटिङहरू चाहिँ मैले यहाँनिर सारेको थिएँ कि यो बगनबेलीको ग्राफ्टिङ गरेको मैले, तर सक्सेस भएन ग्राफ्टिङ। तर तलबाट चाहिँ मुना आएको छ यो। अनि यहाँ धेरै जसो चाहिँ तर सक्सेस भएन। बल्ल हुँदैछ। म त फाल्नु लागेको थिएँ, हुँदैन भनेर, तर भइसकेछ बल्ल। यसको आउँदैछ अब, यो चाहिँ सर्छ हो। अनि सबभन्दा दामी चाहिँ यो भएको छ है। तर यो फर्स्टमा गरेको यसलाई डेटसँगै छ, यहाँ देख्नुहुन्छ कि हुँदैन टल्केर। 2-3-2025 यो चाहिँ 7 नम्बरको चाहिँ यति दामी भएको छ। अब यसलाई चाहिँ 1 महिना जति बादमा चाहिँ रिपोर्ट गर्ने हो बगनबेलीको। तर कलर थाहा भएन यसको। 2-3 कलर मैले सारेको थिएँ, वाइट, येल्लो र यसरी अरेन्ज र यो पनि हेर्न कति दामी भएछ। एडेनियमको कटिङ सारेको त्यो अहिलेको त्यहाँ फुलिसकेको थियो। अनि त्यसलाई मैले प्रुनिङ गरिदिएको। यो पनि सक्सेस भएको छ एडेनियम चाहिँ म्याक्सिमम। यो सब कटिङहरू। यो चाहिँ सिड लागेको थियो कि, अनि त्यसको मैले सिड लागेको गरेको थिएँ। यत्रो भइसक्यो, लगभग यो 3 महिना भयो सिड रोपेको। त्यति भइसकेको छ। एडेनियमको सिडलिङबाट आएको है। यही जस्तै सारेको बगनबेलीको अर्को जेट प्लान्ट चाहिँ मैले बनाएकै साथी हो। कोकको बोतल काटेर ग्राफ्टेड हो सबै। एडेनियमको दुइटै 13 फुलेको थियो अस्ति। बगनबेलीलाई चाहिँ मैले बन्साइ गर्दै लाँदैछु। बोसी बनाउने तरिका यसले मेरो कति दामी फुलेको यो। बगनबेलीको कटिङ चाहिँ दामी भएछ। यो चाहिँ मैले यहाँ राख्दैछु धानमा। र फाइनली मैले मेरो प्लान्टहरू चाहिँ यहाँनिर बाल्कनीमा सारिसकेको छु। यो चाहिँ मेरो एडेनियम, यसले फेरि फुल्दैछ। अस्ति कटिङ गरेको यसको सिडलिङहरू पनि यहाँनिर तयार भइसकेको छ। अनि यसको कटिङहरू मैले प्रुन गरेर यसको कटिङ लगाएको थिएँ, सबै सक्सेस भयो। कति खुसी लागिरहेको छ कि मनमा। अनि बगनबेलीको यो माई फेभरेट बगनबेली। अनि यो एडेनियम चाहिँ सबै सक्सेस भइसकेको छ। अनि यो जेट प्लान्टहरू पनि यहाँ सिफ्ट गरिदिएँ मैले। यो एडेनियम चाहिँ पहिला फुलेको थियो, मैले भिडियो गरेर राखेको थिएँ। यस्तो दामी फुल्छ कि यसले सिङ्गल पेटलै भयो भने होइन। हेर्नुहोस् न, यसको कडेक्स पनि वाउ भएको छ। र अब अरू पनि मैले मगाइसकेको छु अनलाइन। हेरौँ कस्तो आउँछ, त्यसको भिडियो बनाएर हाल्नेछु। र अहिलेसम्मको लागि चाहिँ भिडियो यहीँ म समाप्त गर्न चाहन्छु। हेरेर कमेन्ट गरिदिनुहोस् होला है, कस्तो छ, कुन फुल मन पर्यो। कि तपाईँको सजेसन क्वेसन छ भने पनि प्लिज कमेन्ट गरिदिनुहोस् होला। अनि सब्सक्राइब गरिदिनुहोस् होला। धन्यवाद। Amazing!